हाम्रो पार्टीको बैठक स्थल प्रज्ञा भवनमा तपाईहरुलाई हार्दिक स्वागत छ। हिजो सुरु भएको हाम्रो पार्टीको बैठक आज समापन भएको छ। आजको बैठक 10:50 सुरु भएको थियो र बैठकमा 10 वटा समूह छलफलका लागि तय भएका थिए। ती 10 वटा समूहबाट प्रतिनिधि छानिएका प्रतिनिधिहरूले ठिक 1 बजे छलफल सुरु गर्नुभयो र 10 वटा समूहका प्रतिनिधिहरूले छलफल गर्दै गर्दा बीचमा पदाधिकारीहरूले आफ्ना धारणाहरू राख्नुभयो। सबै पदाधिकारीहरूले धारणा राख्नुभयो र समूहको प्रतिनिधित्व गर्ने सबै प्रस्तोताले अध्यक्षको प्रस्तावको समर्थन गर्नुभएको छ। त्यहाँ समूहले सबैले समर्थन गरेको छ एकाध बाहेक भनेर उहाँहरूले प्रस्तुत गर्नुभएको छ। जेनजी आन्दोलनलाई विकसित पारी स्थितिमा विशेष महाधिवेशन आयोजना गरिनेछ। केन्द्रीय समिति विघटन गरी आयोजक समिति बनाउने निर्णय भयो। अध्यक्ष लगायत सबै पदाधिकारीको व्यवस्था स्थगित गर्ने। अहिले महाधिवेशनमा जेनजी लगायत युवाहरूको अधिकतम सहभागिताका लागि वातावरण तयार पार्ने। हाम्रो पार्टी दृढतापूर्वक तोकिएको समयमा नै निर्वाचन सम्पन्न गर्ने वातावरण बनाउन र तयारीमा सम्पूर्ण रूपले उभिनुपर्छ भन्ने निर्णय गर्दछ। राष्ट्रिय स्वाधीनता र लोकतन्त्र गम्भीर सङ्कटमा रहेको वर्तमान सन्दर्भमा समाजवादी मोर्चामा रहेका दलहरूलाई पार्टी एकता र ध्रुवीकरणको प्रक्रिया अगाडि बढाइनेछ। विचार मिल्नेसँग अन्य बुँदाहरूमा पनि सहकार्य गरिनेछ। क्षतिग्रस्त सार्वजनिक तथा सरकारी संरचनाको सम्बन्धित निकायहरूसँग समन्वय गरी स्वयंसेवक तथा आवश्यक सहयोगको परिचालन गर्ने। पार्टीका क्षतिग्रस्त संरचनाहरू त्यस्तै गरी अन्य संरचनाहरू सहयोग गर्नका लागि पनि पार्टीको तर्फबाट पहल कदमी लिने। जेनजी आन्दोलनमा भागेका कैदीबन्दी तथा सामाजिक अराजकताका कारणले जनतामा असुरक्षा बढेको छ। स्थानीय पार्टीहरूले जनताको जीवधन रक्षा तथा जनताको सुरक्षाका लागि विभिन्न तहको जनसंयोजक परिचालन गरी जीवन तथा व्यवसायको सुरक्षामा स्वयंसेवकको परिचालनको व्यवस्था गर्ने। सम्पत्ति छानबिन समिति आयोग बनाएर सम्पत्तिको छानबिन गर्ने। पहिला त्यो सम्पत्तिको छानबिन पदाधिकारीबाट सुरु गर्ने। कार्यालय, सचिवालय र परिवारको व्यवस्थापनमा नितान्त नयाँ ढङ्गले सोच्ने। महाधिवेशन मङ्सिरको अन्तिमसम्म गर्ने निर्णय भयो। अब महाधिवेशन आयोजक समितिको संयोजक हुनुभयो। अध्यक्ष लगायत सबै पदाधिकारीको अहिले स्थगन भयो। अरू सबै सदस्य हुनेछन्, तर त्यसमा पहिला पदाधिकारीमा भएका जति सबैको सचिवालय बनाइनेछ र डे टु डेका काम कारबाहीमा निर्णयहरूमा त्यो सचिवालयले निर्णय गर्छ। अध्यक्ष पद स्थगितै भइसक्यो। अब महाधिवेशनसम्म चाहिँ अध्यक्ष संयोजक हुनुहुन्छ। अरू सबै महाधिवेशन आयोजक समितिका सदस्य हुन्छन् र अहिले डे टु डेका अति आवश्यक निर्णयहरू गर्नका लागि सचिवालय बनाइनेछ। त्यो सचिवालय चाहिँ पदाधिकारीहरूको बन्नेछ। अहिले त्यस विषयमा त कुनै निर्णय भएको छैन। अब दोस्रो कुरा, अब यसमा कार्यविधि पनि आउने बाँकी छ। कसरी चाहिँ अब वडाबाट पालिकाबाट चुनिएर प्रतिनिधि आउने भन्ने मात्रै मोटो कुरा भएको छ। त्यसको कार्यविधि चाहिँ अब फेरि छिट्टै केन्द्रीय कार्यालयको बैठक बस्छ। केन्द्रीय कार्यालयको बैठक बसेपछि तय हुन्छ को उठ्ने को नउठ्ने, के गर्ने भन्ने कुरा त महाधिवेशनमा गएर हुन्छ।